आज फेरि कफी बारी आयो है। यहाँ घुम्ने पाहुनाहरू 30-35 जना आउनुभएछ। त्यसैगरी तपाईहरुको चिर परिचित एकजना दाइ पनि आउनुभएछ। कफी चाहिँ लगभग अब ट्रिप अन्तिम भइसकेछ ट्रिप्नलाई। ल सबैको चिर परिचित दाइ पनि आउनुभएछ आज त। दाइ तपाईलाई वेलकम है हाम्रो कफी बारीमा। तिमीले गरेछौ भने पहिले सुने हो। हेरौँ भने राम्रै गरिरहेको छ मजाले। हजुर हजुर तपाईलाई यहाँ स्वागत छ। तपाईले पनि अलिअलि लगाउने कन्सेप्ट सोध्नु भएकोले यहाँ त्यही दिन हैन हेर्नुलाई। यो मौसमले दिएर होला राम्रै भएर छ। पछि त राम्रो हुन्छ नि। हजुर लगभग यहाँ 300 प्लसको टिपिसक्यो यसपाला। कति बुटा छ रे हाम्रो माथिसम्म? यो एराउन्ड 5000 बुटा छ दाइ। मैले यो भोलि एकैचोटि खोलेर कहाँ राख्छौ तिमीले? ट्रकले एकैचोटि खोल्यो भने ट्रकै ल्याउनु पर्ने हुन्छ नि त। लोड गर्दा 5000 को 1 किलोले कति हो? 5000 किलो भएन? हामी त्यही हो। हामी 5 टन 10 टन प्रति वर्ष उब्जनी गर्ने हाम्रो लक्ष्य हो। त्यही दिन एकचोटि टिप्दाखेरि 1 किलो दियो भने 5000ले त 5 भयो भने। हजुर दाइ हामी राम्रो लाग्यो मलाई गरिरहेको छ। यहाँको मौसमले दिएर होला सायद। टिपेर अब यो अन्तिम पटक हुन्छ कि कतिखेर हुन्छ टिप्ने? के रे यसको नाम के रे यसको? यो एरोबेका जातिको हो। येल्लो कटोरा र रेड कटोरा अनि पाकामारा र पाकस छ त यहाँ मिक्स छ। हजुर हजुर यति राम्रो फलेछ। यहाँ हावाले ढाल्दैछ, हावा पनि लाग्छ। हावाले रुखहरू ढालेर हजुर दाइ हामीले त यो ब्रान्डिङ गर्नको लागि दाइहरूलाई बोलाउनु पर्ने हो। झन् आफै आउनु झन् एकदम खुसी लाग्यो क्या। आफै आएर झन् हाम्रो कफीको शोभा बढाइदिनु भयो। हजुर दाइ हजुर यहाँ कफीको घुम्ने मान्छे आउँदैछ है दाइ। पाहुनाहरू आउँदै हुनुहुन्छ गोर्खाबाट, पोखराबाट। हाम्रो यहाँ लेकाली ब्यान्डको नवीन गुरुङ दाइ आउनुभएछ। हजुर यो हो, यसलाई चाहिँ टेकिसिस भन्छ दाइ। यो टिङ्लिङको अग्लो हुने यो चाहिँ टेकिसिस। हजुर बेला बेला यसको हाँगा तल भाँच्दियो भने 2टा हाँगा माथि जान्छ। जति धेरै हाँगा बनायो त्यति राम्रो। हजुर यो आइडियाहरू हुनु पर्यो नि त। कफी मात्रै भनेर कहाँ भयो र यार? पहेँलो नै पाकेको टिप्नै मिल्यो भने त पहेँलोमा। हजुर पहेँलो मात्र भएर भएन कि, पहेँलोमा पनि यसो हल्का रिप्पल पहेँलो भन्छ कि के भन्छ, अलिकति पाकेको। रातोलाई के रे नाम? यो पाकामारा हो दाइ। पाकामारा, रेड पाकामारा हैन त? हजुर पाकामारा रेडै हुन्छ। टुप्पो भाँच्नु अग्लो नहोस् भनेर हो दाइ। कलमी गर्ने भने यस्तो सुत्तो सुत्तो जाँदो रहेछ। हजुर त्यो त पछि टिप्नु नै अप्ठ्यारो भयो नि त। माथि गएपछि अग्लो हुन्छ। हो यो टेकिसिस भन्छ यसलाई चाहिँ। त्यो अस्ति टिपेको जुन ठाउँ छ त्यसमा चाहिँ बाँकी छ। र यो चाहिँ यसको हाँगाको टुप्पा हेर्नुहोस् त, त्यहाँ चाहिँ लगभग यो जराबाट फल्ने हो।
फुल्न सुरु हुन लागेछ त यो फुलेपछि फल्ने हो होइन हजुर त्यही त यो त अब यो जम्मै फल्दाखेरि जम्मै नुन्छ होला नि त यार यो हाँगा चाहिँ नुगिन्छ दाइ त्यही त यो त फल्ले त होइन हजुर यो पाकेपछि कस्तो हुन्छ कुमार गिलो हुन्छ कि साह्रै हो यो हल्का गिलो यसो छाम्दाखेरि पित्त निस्किन्छ दाइ ए त्यो पनि जान्नु नि पऱ्यो नि त हजुर जस्तै यहाँ पाकेको छ एउटा रातोलाई यसरी निचर्नुहोस् त यो धेरै नपाके रहेछ पाकेको चाहिँ यो अर्कै कलर हुन्छ ए हजुर साह्रै छैन अब त्यसलाई यस्तो समात्दा यस्तो गर्दाखेरि पित्त हुन्छ यस्तो हुन्छ तलपट्टि यो कफी चाहिँ यो हो नि त हजुर। यसलाई भुट्ने अब हजुर यसलाई सुकाउनु धोएर यसको त्यहाँ हनी छ नि यो जेली फाल्नु पर्यो हजुर त्यो फालेर सुकाउने के गर्दा जान्छ यो धुनै पर्यो यसलाई त केमा पानीमा यो धुने कि? सङ्लो चोखो पानीले धुनु पर्यो सफा पानीले अनि यो धोसी कालो हुन्छ यो होइन झन् सेतो हुन्छ अनि यसलाई सुकाउने अनि यो सबै जान्छ त हजुर जान्छ दाइ यसलाई सुकाउने सुकाएपछि चाहिँ भुट्ने अनि त्यसपछि बोक्रा फाल्ने मेसिन हाम्रो तल छ ए यसमा नि बोक्रा हुन्छ होइन हजुर योभन्दा भित्रपट्टि अर्को ग्रिन पिन्स हुन्छ नि साह्रो हुँदो रहेछ त पाकेको हो नि दाइ अब जति राख्यो त्यति यसको वेट आउँछ जुन यो चाहिँ खाना लायकको कफी हो जुन हल्का हुन्छ यो भित्र कुहेको हुन्छ नि पानीमा त्यही भएर ए हामीले तैरिन्छ होइन फर्स्टमा धुँदाखेरि तैरिने त्यो चाहिँ फाल्नुपर्छ ए भने यो त यो लेयर छ यसमा होइन हजुर हजुर यो त्यो मिसिनले लेयर फाल्यो भुट्दा पनि लेयर आउँछ यसको आउँछ मैले चाहिँ जानकारी लिँदै चाहिँ मेरो भाइसँग कुमार भाइसँग यो कफीको बारेमा मलाई त्यो थाहा छैन भाइसँग के रहेछ यसो अलिअलि यो जनरली बुझ्दैछु बिरुवा पनि त्यहाँ देखिहाल्नु भयो देखेँ मैले बिरुवा त। अब बिरुवाबाट ल्याएर हामीले मलजल गरेर खाल्टो खनेर रोपेपछि अब यो हुर्किँदै आएपछि यसरी फल्छ अब कुन जातको रोप्ने भन्ने कुरा हुन्छ हामी त सकेसम्म जति धेरै फल्ने जात रोप्ने त हो भन्नाले यो कमनली एकदम समग्रमा सबै जुन अरू नै जातको भए पनि 2 वर्षभित्र यसले फल दिन्छ एराउन्ड 2 वर्ष 1 वर्ष त बिरुवाले भइसकेको हुन्छ रोपेको 2 वर्ष त फल्छ त ए 3 वर्षमा दिने 3 वर्षमा फल्ने भयो अब हामीले बिउ राख्दाखेरि 1 वर्षको त बिरुवा हुन्छ नि त अनि यो मान्छे बिरुवा चाहिँ 1 वर्षभन्दा अगाडि दिनु मिल्दैन हजुर भन्नाले अब हामीलाई ट्रेनिङ दिए अनुसार ए हुर्केको हुनु पऱ्यो चिया तथा कफी विकास बोर्डको सरहरूले हामीलाई ट्रेनिङ दिनु हुँदाखेरि चाहिँ लगभग 16वटा पात भएको हुनु पर्यो त्यसको चाहिँ 1 फिट अग्लो हुनु पर्यो ए भन्नाले बिरुवा चाहिँ 16वटा पात हुनु पर्यो 16वटा पात भएको हुनु पर्यो 1 फिट अग्लो हुनु पर्यो भन्नुभएको थियो ल यो तर हाम्रो त 16वटा कि 32वटा पात भइसक्यो हाम्रो बिरुवा यस्तो नलेजको लागि ठिक हुन्छ हजुर। 16वटा पात लास्टै साह्रो रहेछ होइन मैले अघि नै छान्नु साह्रो यो त भने यो लेयर फालेर अनि त्यो भित्र भुटेर बल्ल कालो हुने होइन हजुर हजुर यो प्रोसेसिङ योबाट बोक्रा फाल्ने हो बोक्रा फालेर अनि बल्ल भुटेपछि भुटेर अझ पिनेपछि बल्ल कपमा गयो भने त्यो पहेँलोको पनि त्यसै पित्त निस्किन्छ हो हजुर पाकेपछि निस्किन्छ भने टिप्दाखेरि के छाम्दै छाम्दै टिप्ने कि भरभरै टिप्ने होइन यतिको पाकेछ भनेपछि त्यो टिप्ने हो। अड्कलको भनौँ भ्याट भ्याट गर्ने हजुर ल तलबाट आउँदै होला पाहुनाहरू है त